Hello guys, welcome to my YouTube channel Public Media House. Public Media House में चाहिँ आज हामी इमेज सम्बन्धी केही नयाँ भिडियो लिएर उपस्थित भइसकेका छौँ। इमेजमा चाहिँ हामीले शिक्षक र कर्मचारीको विवरण, तलब भत्ताको माग भर्दा चाहिँ हामीले ध्यान दिनुपर्ने कुराहरू के छन् र हामीले अनि रिक्वेस्ट फर्महरू कसरी रिक्वेस्ट गर्न सक्छौँ भन्ने कुरामा विशेष भिडियो लिएर उपस्थित भइसकेका छौँ। कृपया भिडियो स्टार्ट गर्नुदेखि अन्तिमसम्म भिडियो हेर्नु होला। यदि मन परेमा लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न नभुल्नु होला। भिडियो सुरु गर्छौँ। सुरुमा चाहिँ हाम्रो यो इमेजको यस्तो ड्यासबोर्ड लगइन गरिसकेपछि यस्तो ड्यासबोर्डमा आइसकेका छौँ। यहाँ ड्यासबोर्डमा देख्न सक्नुहुन्छ टोटल स्कुलहरू, त्यसपछि टिचर काउन्ट्स भनेको छ। यहाँ टिचर काउन्ट्स चाहिँ भर्खरै नयाँ खुलेको एउटा यो के हो त भर्खरै यो ड्यासबोर्डमा चाहिँ देखाउन थालेको। हामीले टिचरहरू चाहिँ कति छन्, कति खाली छन् भन्ने कुराहरू देखाउँछ। हाम्रो चाहिँ यहाँ बेसिक 1 देखि 5 सम्म चाहिँ 3वटा टिचरहरू रहेका छन् भनेपछि यो चाहिँ दरबन्दीहरू हो। सो त्यसै गरी हाम्रो चाहिँ ECD एउटा रहेको, त्यसपछि हाम्रो 6-8 चाहिँ हाम्रो यो पालिका सङ्घीय अनुदान गरेर 3वटा रहेको। यिनीहरू टिचरहरू यहाँ देखाएको छ। कार्य सहयोगी, लेखपाल यहाँ देखाउँछ कर्मचारी विवरणमा। त्यसै गरी हामीले चाहिँ यहाँ इम्पोर्टेन्ट नोटिस एन्ड अपडेट भनेको छ, यस यहाँ पनि राखेको छ। यहाँ पनि हेर्न सक्नुहुन्छ तपाईँहरूले शिक्षक र कर्मचारीको विवरण र तलब भत्ताको माग फारम भर्दा ध्यान दिनुपर्ने कुराहरू के कुरामा ध्यान दिनुपर्छ भनेको छ। यसमा चाहिँ हामीले बल्ल के गर्न सक्छौँ त यो कुराहरूलाई हामीले हेऱ्यो भने बल्ल हामीले अरू के गर्ने त मागहरू, तलब मागहरू के गर्न सक्छौँ, कामहरू गर्न सक्छौँ त्यो सम्बन्धी। 1 नम्बरमा भनेको छ सर्वप्रथम विद्यालयमा भएका सबै शिक्षक कर्मचारीको सूची तयार गर्ने। सबभन्दा पहिला हाम्रो विद्यालयमा कति शिक्षकहरू छन् भन्ने कुरामा चाहिँ त्यो चाहिँ के गर्नु पर्यो त सूचीहरू तयार गर्नु पर्यो। 2 नम्बरमा सूचीमा भएका सबै शिक्षकको आधारभूत विवरण, बेसिक इन्फर्मेसनमा रहेका सबै ट्याबहरू अनिवार्य रूपमा भर्ने है। अब त्यसपछि बेसिक इन्फर्मेसन, व्यक्तिगत विवरण, बेसिक इन्फर्मेसनमा चाहिँ व्यक्तिगत इन्फर्मेसनहरू राखिएको हुन्छ, त्यो सबै भर्ने। त्यसपछि 3 नम्बरमा जाने। यसरी विवरण भर्दा कुनै पनि विवरण नछोडी केही विद्यालय लगाएकामा मात्र ध्यान दिँदा अरू विवरण छुटेको हुनाले यस पटक सबै विवरण नभर्दासम्म तलब भत्ता नदेखाउने हुँदा विशेष ध्यान दिनुपर्छ है। अहिले चाहिँ के हो त सबै कुनै के गर्यो भनेपछि कुनै पनि छोड्यो भने चाहिँ पहिला के गर्थ्यो, काम गर्थ्यो है, तलब भत्ताहरू माग्न सकिन्थ्यो। अहिले चाहिँ त्यस्तो छैन भनेको छ है। त्यसपछि 4 नम्बरमा भनेको छ त्यसपछि विद्यालय मात्र छनौट गरी अरू छनौट नगरी लोड गर्ने, लोड गरेपछि एक्सनको ट्याबमा क्लिक गरी एडिटमा क्लिक गर्ने। त्यसपछि क्वालिफिकेसन, एक्सपिरियन्स र ट्रेन्ड अनिवार्य रूपमा भर्दै जाने। 5 नम्बरमा क्वालिफिकेसन भर्दा तल्लोबाट माथिल्लो सबै भर्दै जाने। जस्तो कुनै शिक्षकले कर्मचारीले स्नातकसम्म अध्ययन गरेको भए सर्वप्रथम SLC +2 इन्टरमिडिएट स्नातक गर्दै अनुभव गर्नुपर्छ भनेको छ है। जस्तै SLC पास गरेको छ, SLC को डकुमेन्ट हाल्नु पर्यो। त्यसपछि +2 पास गरेको छ, +2 को डकुमेन्ट हाल्नु पर्यो। स्नातक पास गरेको छ भने चाहिँ स्नातकको पनि डकुमेन्ट हाल्नु पर्यो भनेको छ। यसमा भएका सबै फिल्डहरू अनिवार्य रूपमा भर्ने। एक्सपिरियन्स भर्दा कुनै शिक्षक कर्मचारीले यसभन्दा अगाडि जुन विद्यालयमा जुन तहमा अध्यापन गरेको छ सो विवरण अघिल्लोदेखि पछिल्लो क्रम भर्दै जाने र हाल कार्यरत पदमा पहिले अध्यापन गरेको विद्यालयमा र हाल अध्यापन गरेको विद्यालयमा हाल कार्यरतमा एस गर्ने। यसमा भएका सबै फिल्डहरू अनिवार्यमा भर्ने। 7मा ट्रेनिङ टेबमा विवरण भर्दा जुन शिक्षक कर्मचारीले सेवाकालीन तालिम वा अन्य तालिम लिएको भएमा मात्र भर्ने। 8मा त्यसपछि 8 नम्बरमा के भनेको छ त 8 नम्बरमा भनेको छ यसपछि मात्र तलबको मेनुमा शिक्षक कर्मचारीको नाम देखाउँछ, नत्र देखाउँदैन। यदि विद्यालयमा 20 जना शिक्षक कर्मचारीहरू रहेका छन् भने 19 जना शिक्षकको विवरण पुनः छ, तर 1 जना शिक्षकको कुनै एक ठाउँको विवरण नभरिएको कुनै पनि शिक्षक कर्मचारीहरूको नाम देखाउँदैन। र 9मा यसरी भर्दा कुनै समस्या आएमा स्थानीय तहको शिक्षा शाखामा सम्पर्क गर्ने र स्थानीय तहको समस्या समाधान गर्न नसकेमा स्थानीय तहले इमेज सेक्सनको सपोर्टमा यो नम्बरहरू राखेको छ। यसमा चाहिँ हामीले के गर्न सक्छौँ त भन्न सक्छौँ है। अब यहाँ के भनेको छ शिक्षक तथ्याङ्कको सत्यपना हामी सबैको अभियान, हाम्रो विवरण हाम्रो जिम्मेवारी भनेको छ। यसै गरी
अब हामीले चाहिँ यहाँ यो पढिसकेपछि चाहिँ हामीले के गर्नु पर्यो सुरुमा हामी यहाँ जानुपर्छ टिचर स्टाफमा जानुपर्छ टिचर स्टाफमा गइसकेपछि हामीले यहाँ टिचरहरूमा चाहिँ शिक्षकहरू जस्तै जो पढाउनुहुन्छ जुन विषय लिएर पढाउनुहुन्छ त्यसको मात्रै राखिएको हुन्छ सो त्यसमा चाहिँ हामीले सिलेक्सन गर्नेछौँ कुन हो प्राइमरी लेभलको सिलेक्सन गर्छौँ मैले चाहिँ यहाँ सिलेक्सन गरिसकेको छु सो सिलेक्सन गरिसकेपछि चाहिँ हामी यहाँ हेर्छौँ भ्यू यसमा चाहिँ एडिटमा जान्छौँ एडिटमा गइसकेपछि यहाँ अघि नै भनेको थियो हामीले यो नोटिस पढ्दाखेरि चाहिँ बेसिक इन्फर्मेसनमा चाहिँ सबै कुराहरू राख्नुपर्छ भनेर चाहिँ यहाँ सबै कुराहरू के गरेको छ राखिएको छ यहाँ हेर्न सक्नुहुन्छ फोटोहरू राख्यो त्यसै गरी यहाँ सेभ गरिसकेपछि यहाँ के भन्छ स्टाफ इन्फर्मेसन सक्सेसफुली अपडेट भनेको छ त्यसै गरी आफै जान्छ क्वालिफिकेसनमा जान्छ है अहिले चाहिँ यसमा चाहिँ मैले के गरेको छु त इन्टरमिडिएटको मात्रै राखेको छु है +2 को मात्रै राखेको छु यदि एसएलसी पास गर्नुभएको छ एसएलसी पासदेखि इन्टरमिडिएटसम्मको इन्टरमिडिएटदेखि ब्याचलर पास गर्नुभएको छ भने ब्याचलरसम्मको डकुमेन्ट राख्नुपर्छ सेभ गर्दै जाने सेभ गरिसकेपछि एक्सपिरियन्समा पनि मैले सबै कुराहरू राखेको छु त्यसलाई पनि सेभ गरिदिन्छु ल सेभ गर्ने त्यसै गरी यदि तालिम लिनुभएको छ भने चाहिँ तालिम लिएको पनि सेभ गर्ने ल सबै कुरा सेभ भइसकेपछि हामी हेर्छौँ त्यसपछि यसमा चाहिँ स्यालेरीहरू कसरी एड गर्ने जस्तै उहाँको चाहिँ मैले एक्सनमा गएर टिचर स्यालेरी डिटेल्समा जाने है टिचर स्यालेरी डिटेल्समा गइसकेपछि सिलेक्ट फेसियल इयर भनेको छ फेसियल इयर चाहिँ हामीले सिलेक्ट गर्नुपर्छ 2082 देखि 2083 यो चाहिँ सिलेक्सन गर्छौँ है 2082-83 सिलेक्सन गरिसकेपछि चाहिँ यहाँ टिचर करेन्ट ग्रेड भनेर चाहिँ यहाँ ग्रेड राख्नुपर्छ कुन ग्रेडको टिचर हो भनेर हामीले यहाँ राख्न सक्छौँ है उहाँ चाहिँ के हुनुहुन्छ त 5औं है 5औं ग्रेडको टिचर हुनुहुन्छ त्यसै गरी यहाँ 5औं टिचरको ग्रेडमा चाहिँ अब उहाँ चाहिँ स्थायी कुन उसमा हुनुहुन्छ त जस्तै प्राथमिक त है तृतीय श्रेणीको हो उहाँको चाहिँ 32,902 रुपियाँ हुन्छ उहाँको ग्रेड चाहिँ यति हुन्छ त्यसपछि हामीले अब यतापट्टि आइसकेपछि चाहिँ उहाँ तल दिन स्थानीय है लोकल लेभल फन्ड अमाउन्ट भनेर चाहिँ लोकल लेभलले स्थानीय तहले पैसा दिन्छ भने यहाँ राख्ने त्यसपछि प्रोभिन्स लेभल फन्ड अमाउन्ट भनेर चाहिँ प्रदेशले दिन्छ भने यहाँ राख्ने त्यसै गरी यसमा चाहिँ सेटिङ सेटअप गर्नुपर्छ हामीले जस्तै महँगी भत्ता दिन्छ हो 5,000 महँगी भत्ता भयो सञ्चय कोष 10% काट्छ बिमा कोष 40 है 400 त्यसै गरी यो चाहिँ मासिक रूपमा हो है चाडपर्व खर्च कहिले दिन्छ त चाडपर्व खर्च हामीले दिन्छ असोजमा दिन्छ असोज यहाँ सिलेक्ट गरेका छौँ यहाँ पोसाक खर्च चाहिँ उच्च हिमाली क्षेत्रमा चाहिँ 15,000 रुपियाँ दिन्छ कहिले दिन्छ त चैतमा दिन्छ यो सिलेक्सन गरिसकेपछि हामी फेरि तल आउँछौँ पर भत्ता यदि पर हुनुहुन्छ भने चाहिँ पर भत्ता यहाँ 300 रुपियाँ राख्ने स्थानीय भत्ता है 6,460 रुपियाँ छ स्थानीय भत्ता स्थानीय तहले दिन्छ त्यसै गरिकन चाहिँ हामीले यहाँ भर्न सक्छौँ है स्थानीय तहले दिन्छ भने चाहिँ स्थानीय तह त्यसपछि कसले दिन्छ भन्ने कुराहरू छ अब हामीले के गर्नु पर्यो त यहाँ अपडेट गर्नु पर्यो है अपडेट गरिसकेपछि यहाँ के भने त न्यू स्टाफ स्यालेरी एन्ड एलो सेटअप भनेको छ है अब नयाँ टिचरको हामीले स्यालेरी चाहिँ सेटअप गरिसकेका छौँ सबै टिचरहरूको त्यस्तै गर्नुपर्छ अनि यहाँ स्यालेरी एडेड भयो भने यहाँ टिक लगाएको हुन्छ है जो टिचरको स्यालेरी एडेड हुँदैन त्यो टिचरको चाहिँ के हुन्छ त यस्तो क्रस लागेको हुन्छ है इन्टु लागेको हुन्छ अब यति कुरा गरिसकेपछि चाहिँ हामी फेरि अब के गर्नु पर्यो स्यालेरी रिक्वेस्ट गर्नु पर्यो नि है स्यालेरी रिक्वेस्ट गर्नु पर्यो स्यालेरी माग्नु पर्यो त्यसको लागि चाहिँ हामी कहाँ जान्छौँ त यहाँ रिक्वेस्ट फर्ममा जान्छौँ है रिक्वेस्ट फर्ममा गइसकेपछि स्यालेरी इन्ट्री रिक्वेस्ट भने आउँछ है तपाईँले सबै फुलफिल गरिसकेपछि मात्र यहाँ हाम्रो केमा देखाउँछ त स्यालेरी रिक्वेस्टमा देखाउँछ जस्तै मन्थ अहिले कार्तिक महिनाको भयो है ल पौष महिनाको हेरौँ पुष महिनाको चाहिँ अब चाहिँ हाम्रो यो टोटल टिचरहरू कतिजना हुनुहुन्थ्यो उहाँको चाहिँ अब ग्रेड सबै यताउति गरेर यहाँ जोडिएको हुन्छ है यसरी जोडिँदाखेरि यहाँ चाहिँ हामीले यहाँ हेर्न सक्छौँ टोटल टिचरहरूको भएको छ कि छैन भन्ने कुराहरू हेर्छौँ है त्यसै गरी अब यति गरिसकेपछि हामीले चाहिँ के गर्नु पर्यो त यो पुष है कार्तिकदेखि हाम्रो 3 महिनाको एक लोड गर्नुपर्ने हुन्छ यसरी 3 महिनाको लोड गरिसकेपछि यहाँ यसरी देखाउँछ हामीले चाहिँ यहाँ अगाडि गएर सबैको राइट छ भने मात्रै देखाउँछ यदि कुनै टिचरहरूको डिटेल्सहरू रङ छ भनेपछि चाहिँ यो के हुन्छ त यहाँ देखाउँदैन है त्यही भएर हामीले यहाँ चाहिँ टिकमा क्लिक गर्छौँ टिकमा क्लिक गरिसकेपछि तल चाहिँ सेभ गर्नुपर्छ है
सेभ गरिसकेपछि एकैछिन समय लाग्छ ल त्यसै गरी यहाँ चाहिँ देखाइसक्यो हेर्नु स्यालेरी डिटेल्स अफ द टिचर इज सक्सेसफुली सेभ भनिसक्यो सेभ भइसकेको छ सो सेभ भइसकेपछि चाहिँ अब हामी चाहिँ केमा जान्छौँ त स्यालेरी रिक्वेस्ट फर्ममा जान्छौँ स्यालेरी रिक्वेस्ट फर्ममा गइसकेपछि 2082 पौष महिनाको चाहिँ हामी के गर्छौँ स्यालेरी चाहिँ रिक्वेस्ट कार्तिक महिनाको चाहिँ स्यालेरी रिक्वेस्ट फर्म गर्छौँ यहाँ चाहिँ हामीले सेभ गरेका थियौँ नि होइन सेभ गरिसकेपछि मात्र यहाँ के गर्छ त देखाउँछ है स्यालेरी रिक्वेस्ट फर्म देखाइसकेपछि चाहिँ अब हामीले सब ठिक छ अलराइट होइन सबै ठिक छ भनेपछि यहाँनिर हामी कहाँ जान्छौँ त सेन्ड फ्रम टु पालिका भन्छ अब पालिका हामीले सेन्ड गर्नु पर्यो है पालिका सेन्ड गर्नु भने यहाँ क्लिक गर्ने त्यसै गरी यहाँ पालिका चाहिँ हाम्रो के हुन्छ त स्यालेरी सेन्ड हुन्छ है सेन्ड भइसकेपछि यो स्यालेरी गएर कहाँ बस्छ त स्यालेरी रिक्वेस्टमा गएर बस्छ है अब स्यालेरी रिक्वेस्ट फर्ममा गएर बस्छ यहाँ हेर्न सक्नुहुन्छ है अब रिक्वेस्ट चाहिँ हाम्रो के भयो एप्रुभ भयो कि नै भन्ने कुराहरू छ यहाँ हेर्न सक्नुहुन्छ यो स्यालेरी चाहिँ हाम्रो के भयो क्या रिक्वेस्ट स्ट्याटस चाहिँ के छ त रिक्वेस्टमा छ है यदि भ्यू गर्न छ भने चाहिँ यहाँ भ्यू गरेर हामीले के गर्न सक्छौँ त हेर्न सक्छौँ है भ्यू गरेर हेऱ्यो भने चाहिँ हामीले यहाँ के गर्न सक्दो रहेछौँ यहाँ प्रिन्ट गर्न सक्छौँ है हामीले प्रिन्ट गर्न एक्सपोर्ट गर्नको लागि यहाँ जाने प्रिन्ट गर्नको लागि यहाँ गर्छौँ है यसरी हामीले के गर्न सक्छौँ त हरेक टिचरको स्यालेरीहरू चाहिँ हामीले के गर्न सक्छौँ प्रिन्ट गर्न सक्छौँ है यसरी हामी एकदमै सजिलो बनाएको छ है यदि केही समस्या छ केही छ भनेपछि तपाईँहरू कुरा गर्न कमेन्ट गर्नु होला त्यो कमेन्टलाई चाहिँ हामी म फेरि ल्याएर उपस्थित हुनेछौँ आजलाई भिडियो यति नै फेरि हामी के गर्नेछौँ त यो स्कलरसिपको बारेमा छ है अनि पिसिआर फन्डको बारेमा चाहिँ यिनीहरू चाहिँ हाम्रो यो स्कलरसिपहरू कसरी भर्नुपर्छ के गर्नुपर्छ भन्ने कुरामा हामी अर्को नयाँ भिडियो ल्याएर उपस्थित हुनेछौँ यदि मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला थ्याङ्क यू फर वाचिङ माई भिडियो